ल, अब विषयवस्तुतिर लागौँ है त। आज हामी पश्चिम एसियामा भइरहेको द्वन्द्व र त्यसले हाम्रो आफ्नै अर्थतन्त्रमा पारिरहेको गहिरो प्रभावबारे कुरा गर्दैछौँ। भर्खरै एउटा 142 पृष्ठ लामो अन्तर्मन्त्रालय कार्यदलको प्रतिवेदन आएको छ। अनि यो रिपोर्टले नि हजारौं माइल टाढाको त्यो द्वन्द्वले कसरी हाम्रो घरदैलोमै तरङ्ग ल्याइरहेको छ भन्ने एकदमै स्पष्ट चित्र देखाउँछ। 18 लाख सुन्दा यो एउटा सामान्य अङ्क जस्तो लाग्ला, तर होइन। यो भनेको अहिले पश्चिम एसियामा रगत पसिना बगाइरहेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सङ्ख्या हो। त्यति टाढाको भूराजनीतिक उथलपुथलले हाम्रो भान्सा र हाम्रो दैनिक जीवनमा किन यति ठूलो अर्थ राख्छ भन्ने कुराको चुरो कुरो नै यही सङ्ख्या हो। यो केवल अर्थतन्त्र मात्रै होइन, विशुद्ध मानवीय चासोको विषय हो। यो पुरै परिस्थितिलाई राम्ररी बुझ्न हामी यो रिपोर्टका 5वटा मुख्य भागहरू सर्र हेर्नेछौँ। पश्चिम एसियाको सङ्कट, विश्वव्यापी आपूर्ति श्रृङ्खलाको धक्का, यसको आर्थिक प्रभाव, मानवीय र सामाजिक मूल्य, र अन्त्यमा हाम्रो नीति तथा भविष्यको तयारी। पहिलो भाग, पश्चिम एसियाको सङ्कट। रिपोर्टले औल्याए अनुसार विशेष गरी 2082 साल फागुनको अन्त्यतिरबाट अमेरिका, इजरायल र इरान बीचको तनाव 81 छुलिएर यो अवस्था आएको हो। अब घटनाक्रम कसरी अगाडि बढेको छ त्यो हेरौँ। यो कार्यदलको रिपोर्टले अहिलेको सङ्कटलाई एउटा एक्लो घटना मात्र मानेको छैन। सन् 1990 को खाडी युद्ध, 2011 को लिबिया सङ्कट, 2022 को रुस युक्रेन द्वन्द्व हुँदै अहिलेको यो पश्चिम एसियाको तनावसम्म आइपुग्दा यी सबै विश्वव्यापी धक्काहरूले निरन्तर रूपमा हाम्रो जस्तो देशको आर्थिक लोचिलोपनको परीक्षा लिइरहेका छन्। एक समय थियो नि, खाडी क्षेत्रलाई रोजगारीका लागि विश्वकै सुरक्षित गन्तव्य मानिन्थ्यो। तर अहिले त्यो अवस्था रहेन। हवाई मार्गहरू बन्द भएका छन्, भौतिक पूर्वाधारहरूमा ठूलो क्षति पुगेको छ र सुरक्षा खर्च त आकाशिएको छ। कुनै भूराजनीतिक पक्ष नलिकन तथ्य मात्रै हेर्ने हो भने पनि त्यो क्षेत्र अब पहिले जस्तो सुरक्षित छैन भन्ने यथार्थ एकदमै छर्लङ्ग हुन्छ। अब जाउँ दोस्रो भागमा, आपूर्ति श्रृङ्खलाको धक्का, जसले विश्वव्यापी व्यापारमै ठूलो अवरोध ल्यायो। अब यहाँनिर ध्यान दिनुपर्ने एकदमै रोचक तर गम्भीर कुरा के छ भने 60%। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केवल 1 महिनाभित्रै करिब 60%ले बढेको रिपोर्टले देखाउँछ। यो भनेको अर्थतन्त्रका लागि एउटा भयङ्कर ठूलो झड्का हो नि। यो तेलको मूल्यले कस्तो असर गर्यो त? हुर्मुज जलडमरोमा पानी जहाजहरूको आवतजावत रोकियो। ढुवानी खर्च यति महँगो भयो कि ठुल्ठुला लजिस्टिक सेन्टरहरू नै बन्द हुन थाले। अनि सबैभन्दा चिन्ताको कुरा, खेतीपातीमा चाहिने रासायनिक मल एकदमै महँगो भयो। यसले त नेपाल लगायत पुरै दक्षिण एसियाको कृषिलाई सिधै मार्कामा पार्यो। इन्धन र मल महँगो भएपछि बजारमा कस्तो अचाक्ली महँगी बढ्छ त्यो त हामीले भोगेकै छौँ। तेस्रो भाग, आर्थिक प्रभाव। विश्वव्यापी बजारबाट अब सिधै नेपालको अर्थतन्त्रमा यसले कस्तो असर गरिरहेको छ त्यसतर्फ लागौँ। यो तथ्याङ्कले हाम्रो देशको वित्तीय जोखिम कति भयानक छ भन्ने कुरा एकदमै सटिक रूपमा प्रस्तुत गर्छ। सोच्नुस् त, हाम्रो देशमा भित्रिने कुल रेमिटान्समध्ये 37.4% अर्थात् 1/3 बढी हिस्सा पश्चिम एसियाका मात्रै 15वटा राष्ट्रहरूबाट आउँछ। हाम्रो राष्ट्रिय अर्थतन्त्र एउटै क्षेत्रमा कति धेरै निर्भर रहेछ भन्ने कुरा यसले प्रश्न पार्छ। पश्चिम एसियाभरि दक्षिण एसियाका झण्डै 2 करोड 10 लाख मानिसहरू काम गर्छन्। तर हाम्रो लागि डरलाग्दो कुरा के हो भने नेपाली श्रमिकहरूको सबैभन्दा ठूलो हिस्सा जम्मा 3वटा देशमा थुप्रिएको छ। युएईमा करिब 7 लाख, साउदी अरबमा झण्डै 3,84,000 र कतारमा 3,57,000। यसरी एउटै ठाउँमा यति धेरै जनशक्ति केन्द्रित हुनु भनेको अर्थतन्त्रका लागि साँच्चीकै उच्च जोखिम हो। अनि यसको तत्कालीन असर हाम्रो आफ्नै देशको व्यापारमा पनि देखिसकेको कार्यदलको रिपोर्टले औल्याएको छ। युद्धका कारण पश्चिम एसियामा हुने हाम्रो निर्यात 2%ले र उताबाट हुने आयात 5%ले घटेको छ। त्यति मात्र होइन, दोहा र दुबई जस्ता प्रमुख ट्रान्जिटहरू प्रभावित हुँदा नेपाल आउने पर्यटकको सङ्ख्यामा पनि 1.5%ले कमी आएको छ। अब चौथो भागमा प्रवेश गरौँ, जुन आर्थिक तथ्याङ्कभन्दा पनि धेरै संवेदनशील छ। त्यो हो मानवीय तथा सामाजिक मूल्य र यसले हाम्रा श्रमिक र उहाँहरूका परिवारमा पारेको गहिरो असर। यहाँनिर हामीले बुझ्नै पर्ने सबैभन्दा गम्भीर कुरा भनेको ऋणको पासो हो। रिपोर्टले एकदमै कडा चेतावनी दिएको छ। कस्तो भने, विदेशबाट श्रमिकहरू रित्तो हात फर्किनुपर्ने अवस्था आयो र आम्दानी घट्यो भने भर्खरै मात्र गरिबीबाट अलिकति माथि उठेका हाम्रा धेरै परिवारहरू फेरि गरिबीकै दुश्चक्रमा फस्नेछन्।
उनीहरू नराम्ररी ऋणको पासोमा पर्न सक्ने ठूलो डर छ। यी त भए देखिने असर, तर अदृश्य मानवीय मूल्यहरू अझ धेरै छन्। एकातिर ज्यानकै सुरक्षाको चिन्ता, अर्कोतिर रोजगारी गुम्ने त्रास। यसले गर्दा घरमा बस्ने परिवारहरू निरन्तर मनोवैज्ञानिक तनावमा बाँचिरहेका छन्। आम्दानी सुकेपछि घर खर्च र उपभोगमा भारी कटौती गर्नु परेको छ, बचत हुने त कुरै भएन। र सबैभन्दा मन छुने कुरा, युद्ध लम्बियो भने विद्यालय जाने उमेरका बालबालिकाहरूको पढाइ नै छुट्न सक्ने जोखिम समेत रिपोर्टले औल्याएको छ। अब अन्तिम तथा 5औं भाग, नीति र भविष्यको तयारी। यस्तो सङ्कटसँग जुझ्न सरकारले कस्तो राष्ट्रिय खाका तयार गर्दैछ त? परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा रहेको यो अन्तर मन्त्रालय कार्यदलले देशलाई सम्भावित सङ्कटबाट बचाउन एउटा स्पष्ट ब्लुप्रिन्ट नै तयार पारेको छ। गजबको कुरा के छ भने यो रणनीतिले हावाको भरमा मात्र कुरा गरेको छैन। सम्भावित आपतकालीन उद्धार र श्रमिकहरूलाई स्वदेशमै पुनर्स्थापना गर्न भारत, बङ्गलादेश र फिलिपिन्स जस्ता देशहरूले अपनाएका सफल अभ्यासहरूबाट पनि धेरै कुरा सिकिएको छ। कार्यदलले प्रधानमन्त्री कार्यालयलाई एकदमै स्पष्ट र समय तोकेरै सुझावहरू दिएको छ। जस्तै पहिलो 3 देखि 6 महिनाभित्र तत्काल उद्धार र राहतका काम गर्ने, त्यसपछिको 6 देखि 24 महिनामा संरचनागत सुधार र श्रमिकको पुनर्स्थापना गर्ने, अनि दीर्घकालीन रूपमा अर्थात् 2 देखि 5 वर्षभित्र आपूर्ति प्रणालीमा विविधीकरण ल्याएर देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ। अब अन्त्यमा एउटा गम्भीर प्रश्न उठ्छ। जब विश्वभरि नै यसरी अस्थिरता र अनिश्चितता बढ्दै गइरहेको छ, तब रेमिटेन्सको भरमा मात्रै चलेको हाम्रो जस्तो देशले कति चाँडो आफ्नै खुट्टामा उभिने क्षमता विकास गर्न सक्ला? यो अस्थिर विश्वमा हामीलाई स्वदेशी आर्थिक आत्मनिर्भरता कति छिटो चाहिएको रहेछ भन्ने कुरा यसले स्पष्ट पार्छ, होइन त? यो पक्कै पनि हामी सबैले सोच्नै पर्ने विषय हो।